सम्पूर्णमा नमस्कार। माई नेम इज अनिमेश छेत्री अनि म चाहिँ छु आज हाम्रो प्यारो गाउँ पुबुङ बस्ती, पुबुङ खासमल बस्ती विच इज लोकेटेड नियर तकदा। एन्ड इमिडिएटली आफ्टर दिवाली हाम्रो गाउँका ठुला बडाहरू साथै हाम्रो युथ दाजुभाइहरूले एउटा स्पोर्ट्स मात्रै नभएर एउटा एनुअल फङ्सन जस्तै एउटा सेलिब्रेसनको रूपमा हामीले एउटा प्रोग्राम राखेको थियौँ र त्यो मात्रै नभएर गाउँमा एउटा म्याराथन पनि अर्गनाइज भइरहेको थियो र गाउँमा सबै ठुला बडाहरू भेला भइसक्नु भएको छ र अब सबैलाई स्वागत गरिरहेको छौँ। अनि अप्पर लोअर पुबुङ हामी सबै जातिलाई अनुरोध गर्दछौँ, हाम्रो गाउँ हाम्रो ठाउँ आफै सफा राखौँ। खोला नाला झोडामा कसैले पनि मैला नहालिदिनु। र हामीले आजको स्पोर्ट्सलाई प्रारम्भ गर्नको निम्ति दिव्य ज्योति क्याप्टेन मणि थापा ज्यूकोबाट दिव्य ज्योति दीप प्रज्वलन गरिरहनु भएको छ र साथ दिँदै हुनुहुन्छ पञ्चायत अफिसर वीरेन्द्र राईज्यू। धन्यवाद। समस्त ग्रामवासीलाई राष्ट्रगानको निम्ति आफ्नो आफ्नो जग्गामा खडा भएर राष्ट्रगान गाइदिनुहोस् भन्ने हामी हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। भारत माता की जय, भारत माता की जय, भारत माता की जय। र हामीले हाम्रो नेसनल एन्थम गाइसकेर चाहिँ हाम्रो जति आउनुभएको थियो गेस्ट अपियरेन्समा र साथै एसएचजीको मेम्बर सबैजना लेडिज आन्टिजहरू उहाँहरूलाई पनि ब्याच अर्पण गरिरहेको छौँ। र अब तर सबैजना रेडी भएको हुनाले गर्दा म चाहिँ राइडिङ एउटा एस्कर्टमा थिएँ है। एस्कर्ट भेहिकल चाहिँ मैले कुदाइरहेको थिएँ र अब हामीले म्याराथनको जति पार्टिसिपेन्ट हुनुहुन्छ उहाँहरूलाई चाहिँ ल्याउनु गइरहेछौँ। सीधा हो। Just number. चौदह मिनट 5 सेकेंड। वेरी गुड। र तुरुन्तै म्याराथन सकिसके पश्चात हाम्रो सबै दाजुभाइ र यहाँ हाम्रो कमिटीको मेम्बर्सहरू गाडीमा आइसक्नु भएको छ र अब चाहिँ कार्यक्रम अघि बढाउनु लागि एउटा हाम्रो बहिनीहरूकोबाट ओपनिङ डान्स। नृत्य लिएर आइरहेको छ अद्य बहिनी र आराध्य भाइ।
काली पनि देखे मैले गोरी पनि देखे मैले भए भर्की गाउँ घरकी छोरी देखे तर यो आज मैले के देखे ससुराकी छोरी पाँच करी देखे तर यो आज मैले के देखे ससुराकी छोरी पाँच करी देखे ल यो जोसिलो खेलमा सबैले आनन्द उठाउनुहोस् तान्यो बराबर छ बराबर तान्यो डोरी छुट्यायो हो ल अश्विन आजको सुरु पिलो भाइ सीढ़ी बुक यसरी नै बाँच्न चढ्नु मानवहरूले पनि कोसिस गर्न सक्नुहुनेछ
मुखले खाने हातले होइन नि र हजुरको समक्ष एउटा साथी गीत लिएर म उपस्थित भएको छु। कृपया गल्ती भए क्षमा दिनुहोस् र हजुरहरू उता पनि हेर्दै गर्नुहोस्, सुन्दै पनि गर्नुहोस्। हाम्रो फर्स्ट पोजिसनमा आउने रिवाज बुढाथोकी भाइ अघि आइदिनुहोस् भन्ने हार्दिक अनुरोध गर्दछौँ। तालिया बजाइदिनुहोस् होला। सेकेन्ड पोजिसनमा आदर्श सुब्बा आइदिनुहोस् होला। सेकेन्ड पोजिसनको भाइ। थर्ड पोजिसनमा रमेश रोकाज्यू आइदिनुहोस् होला। फर्स्ट प्राइज सिनियर लेडिज म्याराथन पति गएको छौँ। हाम्रो भाग्य हो कि के हो, हाम्रो गाउँबाट सिनियर म्याराथन कुद्ने हामीले केवल 2 जना बहिनीहरू पाएका थियौँ। उहाँहरू केटाहरूसँगै सँगसँगै कुदेर एकजना त अन्डर 10 मा आउनु भएको हो। त्यसैले गर्दा फर्स्ट पोजिसन लिस्ता भुजेल। लिस्ता भुजेल बाल्टी म्युजिकल चेयर। बाल्टी ल्याइदिनु न। जुनियर प्लेयर शशाङ्क पाण्डेलाई पनि हामी अघि बोलाउँदछौँ। ओपन म्याराथनको सबसे जूनियर प्लेयर भाई। आजको स्पोर्ट्सलाई एकदमै शान्ति ढङ्ग र रमाइलो ढङ्गमा समाप्त गरिदिनु भएका हामी समस्त
र अश्विन भाइको यो कार्यक्रम चलाइला निकै उहाँले अब निकै उहाँले अब यहाँ अनुभव बटुलिसक्नु भएको छ र अब आजको जो चिफ गेस्ट र जो आज उहाँलाई चिफ गेस्टको रूपमा चयन गरेर आजको यस कार्यक्रम सञ्चालन भयो, अति रमणीय हिसाबले भयो, अति आनन्दमय हुन गयो। हामी सबैले महसुस गर्यौँ। हाम्रा जुनियर भाइहरू अश्विन अनि उहाँका ग्रुपहरू जति पनि साथीभाइहरू हुनुहुन्छ उहाँहरूले राम्रो प्रकारले आफू खटेर यसरी आज 4 दिन 5 दिन खटेर उहाँहरूले यो कार्यक्रमलाई अगाडि ल्याएर हामी सबैलाई आनन्द दिनुमा उहाँ सक्षम हुनुभयो र यसरी नै अब आउँदो दिनहरूमा पनि यस्तो कार्यक्रमहरू गरेर नानीहरूलाई उत्साह प्रेरणा इन्करेज गर्ने हामी अब गार्जेन्सहरूको हामी आमा बाउहरूको दायित्व परेको छ। हाम्रो समाज निकै पछौटे भएर गइसकेको छ, हाम्रो संस्कृति रोजेल भइसकेको छ। त्यसै कारणले गर्दाखेरि म युवा भाइहरूलाई आज आह्वान गर्छु आउँदो दिनहरूमा अब कर्णधार भएर यस गाउँमा बसिदिने भन्दै अब हाम्रा जति पनि यहाँ हाम्रा अश्विन भाइको अनुमति लिँदै र यहाँ आजको जो चिफ गेस्ट हुनुहुन्छ उहाँले आएर यो कार्यक्रमको विषयमा छोटो रूपमा भनिदिएर यस कार्यक्रमलाई समापन गरिदिने म आग्रह गर्दछु। र विशेष गरी हामीलाई सघाउनु हुनुभएका हाम्रा विशेष गरी यस्तो ठुलो इभेन्ट गर्दाखेरि हामीलाई विशेष गरी फिजिकल्ली र आर्थिक सहयोग चाहिएको थियो र आर्थिक सहयोग सबैले नै दिनुभयो र विशेष गरी हाम्रा पुबुङ युथ स्पोर्टिङ क्लबका भाइहरू अनि दाजुहरूले हामी धन्यवाद ज्ञापन आज साथी भाइ सबै भेट भयो, के छ सन्चो बिसन्चो सुनाउ न खुसीको छ मौका यो, केही हल्का रमाइलो गरौँ न साथीहरू हामी सँगै छौँ, पल पल हर पल रमाउँदैछौँ हर्षले भरिएको अवस्था लानु भएकोमा पनि हामी सबै परदेशी दाजुभाइहरूलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ र विशेष गरी बडा ठुला हाम्रा भाइ दाजु जति पनि हाम्रा खट्ने युथका मेम्बरहरू थिए उहाँलाई पनि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ र त्यसरी नै हाम्रा युथका मेम्बरहरू सबैजना यस ग्राउन्डमा आइदिनुहोस् भन्ने हामी हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।